Eso hoy. Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những Good morning, everyone. Welcome back once again. Actually, wedding so we are going to Sikkim. Sikkim lang ang vlog tingamo. So last time side ni aro kung mandu tayo subscribe, like, share video. Aro dia mo one. Sabi. Bye. Now it's in Rongpu. So yeah, I'm on the way. Yang लिखा है Welcome to Sikkim, Grand State of India. Wow, ये तो हम लोग का करें ये सुमो एक और यहाँ मिसेस यहाँ है और दूसरा वाला यहाँ पे एक है हम लोग we are on the way now. So Sikkim started. So 2 hours निशना जाओले से रो चिसो ना इमान सुंदर से. Hello everyone. Mokan rasta dia se kita olop beti koise beti bana cho Nepali kan sati ase itu achi Nepali kan bi kini sati kore itu apne kan ki dikai bo itu kata talai na se mokan achi ro dai bi talai se aro mokan ready kora dende ai bole morning horise to dai bi alane lebi itu talai na se tan do kal ja se tan sop talai do mokan itu talai se to itu se mula Kristo happy mana se look at it. So on the way 1 hour nisna chakule se yetiba to please say that bit say that bit aro kini ga ani bale kan sati kori to dekabo to say that bit cho mera wife darling यहाँ एक बार देखो से मेरा darling तो आज का उसका ओ क्या है पैक किसका है ये नीचे में रखने ऐसा है तो यहाँ सीधे यहाँ है पहले क्या है तो कहाँ पे कोई यहाँ देखो बहुत बढ़िया फिर डेकोरेशन ज़्यादा है और यहाँ दिखाई क्या एक बार दिखाई और यहाँ चिनेश मेरे फोन यहाँ था मेरा फोन देखिए ये है हम लोग का दुल्हन और यहाँ हम लोग मूव करेगा. Just now we reach the place ऊपर ऐसे तो हम आने नहीं रुके ऐसे इधर मतलब रुकी ना चले ऐसे तो ये जैसे मोहन ये जैसे रुकी ऐसे मतलब रुकी ना तो मुझे हम ये ऐसे ऊपर दे ऊपर फले जाए तक तो ऊपर करते हैं इधर जाओ और ऊपर दी जाएगी ना तक लाना पड़ो तो इधर ठीक है वो मतलब
얘네가 루이 저번에 올라에 fruits kan nasi itu fruits different fruits aja ini biasa fruits kan ini luy jawa cold drinks kan iki luy jai lagi akan mangi lagi no itu one luy jai lagi unlock ka दिलबहादुर लिम्बूको वासस्थान किन खोज्नुभयो हजुरहरूले यहाँ हाम्रो कन्यालाई अलिकति अगाडि बोलाउँ यसै घरको कन्या हाम्रो कन्या जेसन जोगेश राईले हृदयबाट नै माया गरेर जीवनसाथी बनाउने सपना बोकेर हजुरको घर आँगनमा यसो भिख माग्न जीवनसाथीको रूपमा राईलाई अपनाउनको लागि यसो खोज्दै हिँडेको अनि दिलबहादुर लिम्बूको माइली छोरी होइन साइली सबसे सानो मन पराएको छ अब मन पराउने केटो यही हो राम्रोसँगले नाम चाहिँ रायल होइन रायल भनेर चाहिँ अब खबर पाइएर यसो खोज्दै रायलको कलम सुनिदिनुहोस् है कहाँ कहाँसम्म लबालस्कर तपाईँहरू हुनुहुन्छ विवाह सम्बन्धित आउनु भएको पक्का रहेछ लामो कुरा लानु छैन तर तपाईँहरू अझै पनि कन्फ्युज हुनुहुँदो रहेछ हाम्रो हुनेवाला जोइ साहब उहीँ हुनुहुन्छ होला कुल पोकेको हिसाबमा उहीँ होला अनि हाम्रो बुढौली साहबले पनि कुरा चाहिँ अलिकति निन्दो प्रकारले गर्नु भएन अझै पनि हामीलाई निन्दो भएन कुन अनि यता बेहुला साहबलाई पनि निर्धारित छैन रहेछ कुन चाहिँ छोरी हो को हो कता हो अब यो त कुरा भएन रायल त यस्तो थुप्रो नाम छ यहाँनिर तर कुन चाहिँ छोरी हो दिलबहादुरको आँखामा चित्र त अब लुकाएर राखेको छ यसो एकपल्ट मुहार देख्न पायो भने निश्चय मुहार देखाउन सकिँदैन अहिले मुहार देखाउन सकिँदैन यसलाई गोप्य राखेको छौँ हामीले जे होस् तपाईँहरू अर्को कुरा चाहिँ समयमा आइदिनु भएन 10 मिनट लेट भयो के कारण होला बुझ्न सकौँ कि 10 मिनट चाहिँ अब हाम्रो भनिदिए जाओस् हाम्रो लाउलास्ता अलिकति बाटोमा अलपत्ता भएकोले गर्दा त्यसलाई स्याहार्दा ओर्दा अब टाढोको यात्राबाट आउँदाखेरि अलिकति हाम्रो यसो कोसिलीहरू सुटफुट भयो तर यसो त्यसलाई सम्झाउँदा अलिकति 5-10 मिनट ढिलो आइ भयो र त्यसमा क्षमा पाऊँ भन्ने ठुलो आशा ठिकै छ विद्वानको भनेको याद आयो अब गलती गर्नेलाई एकताल मौका दिनु अरे धोका दिनेलाई चाहिँ माफी पनि नदिनु भनेको छ धोका त दिनु भएन नि त आउनु त भयो कमसेकम ठिकै छ अब भने हामी एउटा सानो प्रार्थना गर्नेछौँ यो प्रार्थना गरिदिनु हुनको लागि तादोङ हाम्रो शाखा मण्डलीबाट आउनुभएको अति नै आदरणीय एल्डर रोलेन सुब्बाज्यूले छोटो प्रार्थना गरिदिनुहुन्छ त्यस पश्चात हाम्रो हुनेवाला यहाँ कुटुम्बबाट पाल्नुभएको जोइन्ट साहबको कर्कलामबाट यो रिबिन काटिनेछ त्यसपछि यहाँलाई हामी यहाँभित्र प्रवेश गराउनेछौँ प्रार्थना गर्नु होला सर्वशक्तिमान परमेश्वरको तपाईँलाई धन्यवाद दिन्छ आजको विशेष यो प्रभु साथीलाई यो सुन्दर दिनको लागि तपाईँलाई साँच्चै नै आदर महिमा इज्जत तपाईँलाई दिन्छौँ अनि विशेष गरी प्रार्थना गर्छु आजको जति पनि प्रभु यो आजको यो दिनको लागि प्रभु यो शुभ विवाहको लागि प्रभु तपाईँको दास दासी जति पनि सम्पूर्ण प्रभु यहाँ दुला पक्षबाट आउनुभएको जतिजना तपाईँको छोराछोरीहरूलाई चाउँदै यसो कसको पक्षमा आमेन सम्पूर्ण परिवारको तर्फबाट श्री प्रताप क्रिस्चियन चर्चको तर्फबाट यहाँहरू सब सबलाई अ भेरी भेरी वार्म वेलकम टु यु अल हामी सबले यो रिबन काट्दै गर्दा जोरदार ताली बजाएर यहाँलाई स्वागत जनाउँछौँ He used to come like that. Ya, kita dalam aibo itu dan dia ni question hoti bo. आउनु होला चाँडै गरी ल एकदमै चाँडै गरेर ल्याइदिनुस् लु जानुस् है Itu dari mic itu room di rakit ini, tu dari lo boleh jawab. Dari lo ini ni.
अर्को उठाएर नआउनुहोस् है, समस्या क्रिएट हुन्छ यहाँ। राम्रो हेर्नुहोस् है, ल ल ल्याएर आउनुहोस् है। विशेष लो खास फुल लिएर आएछन् है, ताली बजाइदिनुहोस् जोडले। त्यो बाटो होइन है हजुरहरू, रिबिन काटेको छैन, यहीबाट आइदिनुहोस्। लु एकैछिन उभिदिनुहोस् यहीँनिर अगाडि, यहाँ उभिदिनुहोस्, यतै यतै हुन्छ, यतै उभिदिनुहोस्। ताली बजाइदिनुहोस् ल जोडले। यो केक चाहिँ एउटा प्रेमको कटिबद्धताको एउटा प्रतीक हो अनि परमेश्वरको आशिष यो दाम्पत्य जीवनमा रहोस्। यहाँहरूलाई हामी अग्रिम बधाई शुभकामना दिन चाहन्छौँ। एकचाल फेरि पनि ताली बजाइदिन्छ जोडले बाहिरको जोरदार ताली। थ्याङ्क यू अल सबैजना आइजना मगन engagement lu she one ek kondra lu she program lu she nyorna API
ब्रेकफास्ट गरेर चाहिँ ब्रेकफास्ट यहाँ मिल्दै राखिएन चाहिँ यति एउटा यति यहाँ राखिएन चाहिँ हो यहाँ ब्रेकफास्ट गरेर चाहिँ मगान सब ब्रेकफास्ट करने वाला यहाँ नाम है ना बस क्या तो होता है तो ऐसे मत हो हम लोग we are already breakfast. We are having breakfast here. See, so he prepare like tagan prepare go the lembu tagan na I think culture सब ते prepare करने लगी थी इसे बाला से तो इतना कुछ मुझे ना ना और wedding ceremony ऐसे मोहन तरी जब बोलिया से जाओ परमेश्वरलाई हामी प्रार्थना गर्नेछौँ अनि यो समय सुरुको प्रार्थनामा हामी पछि जानेछौँ र म हाम्रो स्थानीय मण्डलीका पास्टरनियामा रेबिका लिम्बुज्यूलाई यहाँ अगाडि बोलाउन चाहन्छु उहाँको प्रार्थनाको अगुवाई हामी सबैजना प्रार्थना गर्नेछौँ। धन्यवाद छ सारा स्वर्ग र पृथ्वीलाई सृष्टि गर्ने हरेक सबैलाई तपाईँको हातमा राख्छु अनि यहाँ भएको दुल्हा दुल्है जो पनि छ ओ परमप्रभु तपाईँको छोरा अनि छोरी आज उहाँहरू पवित्र विवाहमा बन्धनमा उहाँहरू बाँधिन लागेको छ। अब यो सबै कुरालाई तपाईँको हातमा सुरु अन्त सबै यो कार्यक्रमलाई तपाईँको हातमा राख्दै यो विनय बिन्ती माग्छु हुँदै जिउँदै यीशु ख्रीष्टको नाममा आमेन। भूषण लिम्बुज्यूलाई यो समय दिन चाहन्छु उहाँ 13:4 यहाँ यसरी लेखेको छ है सबै विवाह चाहिँ आदरणीय होस् ओछ्यान नबुटिलियोस् किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ आमेन। हिम्स फलोड बाई ब्राइडल मार्च हामी एउटा यो हिम्सलाई गाउने छौँ। तपाईँहरूको हातमा यो तपाईँहरूको अघिबाटै अर्डर अफ सर्भिस पाइसक्नु भएको छ होला अनि यसको पछाडि यो हिम्स लेखिएको छ अनि म जति पनि पहिला यहाँ अनुपस्थित हुनुहुन्थ्यो विशेष यहाँ गाउँ समाजका जति सरकारी उच्च कर्मचारी वर्ग पञ्चायत साथीहरू अनि अझ जति यहाँ इष्टमित्र हुनुहुन्छ निम्तो पाएर आउनुभएकाहरू यहाँहरू सबैलाई म आज विशेष यहाँ श्रीमान इरेजर लिम्बूको सुपुत्री रायल लिम्बू अनि विशेष यहाँ बेहुलाको बाउको नाम त थाहा भएन र विशेष यहाँ बेहुला हाम्रो विशेष
जोनेस यहाँ राईको शुभ विवाहको उपलक्ष्यमा यहाँलाई पवित्र आत्मा हामी आज तपाईँको अनुग्रहमा छौँ प्रभु। विशेष विवाह कार्यमा परमेश्वर हामीलाई आशिष गर्नुहोस्, आशिष गर्नुहोस्, आशिष गर्नुहोस्। येशू ख्रीष्टको नाममा आमेन। भाइ जोनेस, अहिले म तिमी नै भन्दैछु। रायललाई साँच्चै नै अन्तर्आत्माबाट मन पराएर दिलीप रूपमा स्वागत गर्न चाहन्छ। हजुर। अनि यस्तो समय आउँछ, जीवन सब समय एउटै लेभलमा चल्दैन। कोही बेला के हुन्छ, कोही बेला के हुन्छ, मान्छेको माइन्ड चेन्ज भइबस्छ। कोही बेला परिवारमा तलमाथि हुन्छ, त्यति बेला के रायलसँग कुनै के मन देखाउने, कुनै के अब रिस पखाउने के अरे कुरामा के यस विषयमा म गर्दिनँ भनेर भन्छ। हजुर, म हरेक समयमा उसँग साथमा हुनेछु। हरेक दुःख कष्टमा म उसलाई अँगालेर मेरो जीवनमा राख्नेछु। धन्यवाद। अनि जति यहाँ अहिले तपाईँ हुनुहुन्छ सब सुनिरहनु भएको एउटा यो ठुलो एउटा साक्षी हो। गाउँ बस्तीमा एउटा आनै छ। पहिला हामी कसैलाई हामी सुन देख्छौँ अरे, पछिबाट चाहिँ फलाम देख्छौँ अरे। र अहिले अब सुन देख्नुहुँदैछ, पछि फलाम देख्नुहुन्न। देख्दैन, ऊ सधैँभरि मेरो निम्ति सुन्ने रहन्छ। धन्यवाद भाइलाई। अनि भाइले जिन्दगीभर नै जस्तो परि आए पनि दुःखमा सुखमा बिमार हुँदाखेरि आपतमा सबैमा पत्नीको रूपमा साथ दिनुहुन्छ भाइले। हजुर, म उसलाई दिनेछु। जति दुःख कष्ट आयो भने उसलाई म मेरो जीवनमा सधैँ धन्यवाद। बस्नुहोस्, सत्ताले बुझाइदिनुहोस् सबलाई फेरि। त्यति साह्रो म टिभी पहिला हेर्थेँ, झन् अब निकै बुढो भएँ, अस्ति टिभी हेर्दिनँ म। अब चाहिँ टिभीको जमाना गयो पनि। पहिला पहिला मान्छे साह्रै हेर्थ्यो र म चाहिँ साह्रो नहेर्थेँ। तर अब के मतलब त्यो घटना थाहा हुन्छ। अनि टिभीमा एकदमै हिरोमा नचलेको त अब सलमान खान हो। अब विशेष यहाँ राई लिम्बूले यहाँ भाइ रोमेश राईलाई सलमान खान रूपमा देख्दैछ। पछि काद्रा खान भएछ भन्दैन भन्दैन। र यस्तो हुन्छ, म एउटा बाउ हुँ। हामी बाउहरूको अलिकति मन अलिक कठोरै हुन्छ, आमाहरूको मन अलिक चुर्न हुन्छ। अनि आमा सानो कुरामा आमालाई मन देखाउ पनि हाल्छ, आमा सानो कुरामा सानो कुरामा के अलिकति गरेर अलिकति आमाले चाहिँ सारा खोज्छ नै। यो सबको यो चाहिँ अब म एउटा जान्दा बसेको एउटा मान्छे हौँ भनेको उमेर खाइसकेँ। र कोही बेला अब विशेष आफूले चाहेको जस्तो, अब तिमीले चाहेको जस्तो भाइले अब कोही बेला नगर्नु पनि सक्छ। किन भन्दा अब अलिक कोही बिमार अलिक सानो हुँदाखेरि सायद भारी याद नगर्नु पनि सक्छ। ढुक्यो भनेर अब अलिकति अब ढुक्कै मनको हुन्छ। म त्यस्तै मनको छु म। र यो चाहिँ म आफै तुलना गर्दै भनेको है। त्यति बेला अलिकति सारा कोही बेला अलिक कम्ती भएको बेला मन देखाउँदैन। धन्यवाद। र अर्को कुरो के छ भन्दा नि विशेष भाइहरू कोही बेला बाउ कोही बेला यताउति जानुपर्छ, देशमा जानुपर्छ, कोही बेला सेवा सङ्गतमा, कोही बेला त्यस्तै पेसामा, कोही बेला कुनै केमा जानुपर्छ। यात्रा लामो हुन्छ, कोही बेला आफ्नो सोचेको बेला कोही बेला घर आइपुग्दैन, कोही बेला टाइम लाग्छ। अनि कोही बेला भोलि पनि आउँदैन, कोही बेला पर्सि आउँदैन, गर्ने गर्छ, कोही बेला आउँदैन, टाइम लाग्छ। त्यति बेला बल्ल घरमा अब थाकेर आउँदाखेरि अन्त कहाँ मुर्तिसो भन्दैन ल। त्यस्तो हुन्छ। त्यस्तो हामी चाहिँ कोही बेला हामी प्रयोग गर्ने गर्छौँ। र घरको बाउ थाकेर आएको बेला पनि, एकदमै खाना बेला बेला पनि खुसी साथ चिया पनि दिन तयार हुन्छौँ। अनि अब सबसँग दुःखमा सुखमा अब विशेष जुन भाइसिएकोमा अघि बढ्दा टाढामा होस् नजिकमा होस् सब ठाउँसँग गर्दाखेरि साथ दिन्छौँ। धन्यवाद र सेवा दिउँ। विशेष सबले ताली बजाइदिनुहोस्। र अब
छ ल रायल रायल म म आजदेखि आजदेखि उसो यसो तिमीलाई तिमीलाई पत्नीको रूपमा पत्नीको रूपमा ग्रहण गर्दैछु ग्रहण गर्दैछु जीवनभरि जीवनभरि दुःखमा सुखमा दुःखमा सुखमा तिमीलाई तिमीलाई साथ दिन साथ दिन साथी रहनेछु साथ दिइरहनेछु जे परि आए पनि जे पनि आए पनि मृत्युले बाहेक मृत्युले बाहेक तिमीदेखि तिमीदेखि म म हाम्रो बिचमा हाम्रो बिचमा विच्छेद हुने छैन विचित हुने छैन यो म यो म पिताको सामने पिताको सामने पुत्र पुत्र पवित्र आत्माको सामने पवित्र आत्माको सामने सर्वसाधारण सर्वसाधारण अगुवाको सामने अगुवाको सामने प्रण गर्दैछु ग्रहण गर्दैछु येशूको नाउँमा येशूको नाममा आमेन आमेन यता यता मारो पछि हो एक हात समारो जोनिस जोनास म म तपाईँलाई तपाईँलाई मेरो मेरो पतिको रूपमा पतिको रूपमा स्वीकार गर्दैछु स्वीकार गर्दछु जीवनभर जीवनभर दुःखमा सुखमा दुःखमा सुखमा तपाईँलाई तपाईँलाई साथ दिनेछु साथ दिन्छु सेवकैमा सेवकैमा नजिकमा होस् नजिकमा होस् टाढामा होस् टाढामा होस् जहाँ पनि होस् जहाँ पनि होस् म म प्रार्थनामा प्रार्थना कोही बेला कोही बेला शरीरमा शरीरमा साथ दिनेछु साथ दिन्छु तपाईँको साथमा तपाईँको साथमा जीवनभर जीवनभर रहनेछु रहनेछु मृत्युले बाहेक मृत्युले बाहेक हाम्रो जीवनमा हाम्रो जीवनमा कुनै कुरोले पनि कुनै कुरोले पनि विच्छेद विच्छेद गर्ने छैन भनेर गर्ने छैन भनेर पिता पुत्र पिता पुत्र पवित्र आत्माको नाउँमा पवित्र आत्माको नाममा मण्डली मण्डली अगुवाको सामने अगुवाको सामने प्रण गर्दैछु प्रण गर्दछु येशूको नाउँमा यसुको नाममा आमेन आमेन। हुन्छ बस्नु हामी सबैलाई थाहा छ तर पनि विधिवतको रूपमा मैले के कुरा राख्नै पर्छ नम्बर 1 मा त यो रिङ एका अर्कामा जोनिसले रायललाई अनि रायलले जोनिसलाई अन्तर्आत्मादेखि नै माया प्रेम गर्ने एउटा यो माया प्रेमको खास यो माथिबाटको पिता परमेश्वरबाटको ईश्वरीय प्रेमले अभिषेक भएको एउटा प्रेमको चिन्ह हो दोस्रो कुरो बाइबलमा पाउँछौँ जहाँ जहाँ रिङ प्रयोग गरिएको छ त्यहाँ अधिकार पनि प्रदान गरिएको छ यो रिङले चाहिँ एउटा मानव जीवनमा खास गरेर अबदेखि उता रायलको जीवनमा जोनिसको अनि जोनिसको जीवनमा रायलको अधिकार चलोस् भनेर यो रिङले सङ्केत गर्छ अनि यो रिङले अर्को के छ भन्दा यो रिङ जिन्दगीभर जबसम्म रायल अनि जोनिसको मृत्यु हुँदैन तबसम्म यो जीवन पर्यन्त यो जति प्रतिज्ञा बाँधिएको छ त्यो प्रतिज्ञा पुरा गर्ने एउटा यो चिन्ह पनि हो यो रिङको अरू चिन्हहरू पनि छ र यो रिङ तिनवटा चाहिँ रिङको मुख्य चिन्ह बारेमा पाउँछौँ र म यस तपाईँलाई आत्मसात गर्न सक्छु म प्रार्थना गर्छु पिता परमेश्वर हुन्छ पहिला जोनिसलाई ल्याउनु पऱ्यो राजा तालिम साथी तालिम साथी राख्नु अनि अब रायलले पनि जोनिसलाई हुन्छ अब एकछिन यहाँ देउला बेलुलाई एकछिन मगरा टेकाउनु पर्ला आँखा चिन गर्नुहोस् प्रार्थना गर्छु आशीर्वाद मागिदिन्छु पिता परमेश्वर येशू प्रभु पवित्र आत्मा आजको दिन तपाईँको उपस्थितिमा या तपाईँको अगुवा अभिषेक दासहरूको उपस्थितिमा विशेष यहाँ जोनिस राई अनि रायल लिम्बूको अब जुन हुन्छ
मजाले अहिलेसम्म मिस्टर जोनिस राई अनि राई लिम्बूको विवाह हुन सक्दैन भनेर कम्प्लेन दिने कुनै निस्कँदा आजको दिन म यहाँहरूको हात बाँध्दैछु। अब्जस गर्नेहरूको मुखलाई म येशू ख्रीष्टको नाममा म चुप पार्दैछु। आमेन। अब येशू ख्रीष्टको नाममा म यहाँहरूको हात बाँधेर म आशीर्वाद माग्दछु। तपाईँले फेरि पनि मलाई प्रार्थनामा साथ गर्नुहुन्छ। पिता परमेश्वर, येशू ख्रीष्ट, पवित्र आत्मा, अब विशेष यहाँ जोनिस राई अनि राई लिम्बूको विशेष यहाँ विवाह अब यहाँ हस्तविधान पवित्र विवाह प्रभु भएको छ भनेर प्रभु होस् भनेर प्रार्थना गर्छ। परमेश्वर तपाईँको आशिष, हे पिता परमेश्वर, हे येशू, हे पवित्र आत्मा, तपाईँको आशिष यहाँको जीवनभर होस् भनेर म प्रार्थना गर्छु। प्रभु दुःखमा सुखमा जे पनि आफ्नो यहाँको जीवनमा परमेश्वर कुनै आपत्ति नभएको छ। परमेश्वर मृत्युले बाहेकको यहाँको जीवनमा कुनै के विच्छेद नहोस् भन्ने प्रार्थना माग गर्छु। यहाँको जीवन सक्सेस होस् भनेर म प्रार्थना गर्दैछु येशू ख्रीष्टको नाममा। आमेन। अब तालिम साथी हुनुहुन्छ। एकपल्ट फेरि हात दिनुहोस् न। पिता पुत्र पवित्र आत्माको नाउँमा यहाँ दुवै पक्ष जति यहाँ अगुवाहरू हुनुहुन्छ यहाँहरूको उपस्थितिमा, जति यहाँ शाखा मण्डली सबै उपस्थितिमा यहाँ जोनिस राई अनि राई लिम्बूको विवाह भयो भनेर म घोषणा गर्दैछु। सुरु अन्त गर्नतर्फ लागिराखेका छौँ र बेसी छैन। अब एउटा दुईवटा प्रोग्रामहरू मात्र हामीसँग छ अनि त्यो कुरालाई हामीले गर्नै पर्ने हुन्छ। यसर्थ अब हामी यो कुरालाई सरसर लगिराखेका छौँ। तपाईँहरूलाई केही छन् तपाईँहरूको धैर्यलाई धारण गरिकन बसिदिनुहोस् भनिकन यहाँबाट भन्न चाहन्छु। र यति भन्दै म यो समयभरिदेखिलाई चाहिँ हाम्रो शाखा मण्डलीबाट गाग्योङ शाखा मण्डलीबाट पूर्ण परिवार मण्डलीलाई ख्रीष्टको नाममा जय मसीह। र म यहाँ तपाईँहरूको बिचमा आएर है हाम्रो बहिनी अनि हाम्रो ज्वाइँको बिचमा म एउटा दुईवटा कुरा राख्न गइरहेको छु। विशेष म के भन्न चाहन्छु भने वैवाहिक जीवनमा अघिबाटै हाम्रो पास्टर बाउले पनि भनिसक्नु भएको छ। विशेष गरी जब हामी विवाह गर्छौँ अनि त्यहाँ चाहिँ विश्वास, भरोसा अनि वास्ता गर्नुपर्ने कुराहरू हुन्छ। यी सबै कुराहरू जब दुईपट्टिबाट हुन्छ भने हाम्रो परिवार अनि जो दुईजनाको जीवनमा एकदमै परमेश्वरले आशिष दिनुहुन्छ। अनि उहाँहरूको परिवार मात्र नभएर उहाँहरूको घराना जति पनि मण्डली परिवारमा चाहिँ परमेश्वरले प्रशस्त आशिष दिनुहुनेछ। अनि अघि सँगसँगै हामीले एकादशसँग सर्वशक्तिमान जिउनु परमप्रभु, हामी तपाईँलाई विशेष धन्यवाद गर्छौँ आजको सुन्दर समय। यहाँबाट म आह्वान गर्न चाहन्छु हुन्छ उहाँहरू बस
हुन्छ हामी सबैले प्रार्थना गरौँ हाम्रो नयाँ देउला देउलीको लागि है अनि आशिष माग्नु पिता पुत्र हुन्छ इमानुएल अनि सुनिल अनि अनमोल भाइहरूलाई म यो माइक्रोफोनको स्ट्यान्ड अनि गिटारहरू गीत धेरै छ गीत लामो सकिसकेको छ मलाई ख्रिस्टको प्रेमले हेर तानी ल्यायो मलाई ख्रिस्टको प्रेमले हेर लौ बचायो मलाई ख्रिस्टको प्रेमले हेर तानी ल्यायो ख्रिस्टको प्रेमले हेर लौ बचायो अन्धकारतर्फ अनि विनाशतर्फ लम्किरहेको मान्छे अन्यतामा परेर बिना अर्थको जीवन बाँचिरहेको मान्छे तर कृष्ण मायालु हातले मलाई तानेर निकाल्यो है
Now they are leaving. No. Send me all video. I'll send you. Brothers will carry her. এতিয়াতো মগন কৰি যাবলৈ আছে আৰু তাৰজন ঘূৰি যাবলৈ আছে কৰি তো অলপ ইম'শ্যনটো হৈ যায় যদি একে হৈছে তো মোতালা কৰি যাবলৈ ওলায় অলপতো ইম'শ্যন হৈ যায় যদি 좀. Dia tu kutu musia aro amutala kori cakap sih, olap emosi nasi berdiri. Ini wo satu wilayah mutala kori cakap oleh. Tu tangan parents kami tu bisi mon kiba wilayah emosi nasi berdiri. Saya boleh parana upper dia saja. Isni. Jenis. Ya, ekor.